नमस्ते साथीहरू, मैले मेरो यो सानो ठाउँमा मेरो पसलमा आउने पाहुनाहरूको लागि स्थानीय पेय पदार्थ उत्पादन गरी सेवा सुविधा दिनको लागि कोदो लगाएको थियो। तर किसानहरूलाई कुनै चिजबाट पनि सुविधा पाउन सकिरहेको अवस्था भएन र यो कोदोलाई टिप्नसम्म पुर्याउने अवस्थामा पुग्नको लागि पनि यी खेतबारीमा डुल्ने चराचुरुङ्गीहरूले हैरानी पार्दो रहेछ र यसलाई कुरेर बसिएन भने त्यो सुगाले चाहिँ सबै यो बालाहरू टिपेर स्वाहा पार्दो रहेछ। मैले यहाँहरूलाई यो बाला देखाइरहेको छु। त अहिलेसम्म त्यति खान थालेको त छैन, तर बिस्तारै बिस्तारै यसको 2-4 दिनपछि यसले सखा पार्छ होला जस्तो हामीलाई लागिरहेको छ। त्यसो हुँदाखेरि यी चरालाई नियन्त्रण गर्नको लागि मैले यसरी झन्डाहरू गाडिरहेको अवस्था छ र यसलाई कुर्नको लागि त फेरि समयको पनि बर्बाद हुने हैन। यहाँहरूलाई मैले देखाइरहेको छु। हस्त, धन्यवाद।